जो बंदे करेंगे तभी वो कामयाब हो पाएगा। अभी लाइव देखने की संख्या 3 हो रखे। गीत गाउनु मजाले गीत गाउनु के दाइ गीत नगाएको पनि धेरै भयो। हल्का स्वरमा उता छैन, निखारपन त छैन। अहिले गाह्रो गाह्रो भइरहेछ। त्यही पनि गीत गाउँछ है। के गीत गाउँ बताउनु त, के गीत गाउँदा राम्रो हुन्छ? भीम न्यौपाने हेलो हजुर नमस्कार दाइ नमस्कार। क्या हाल चाल है? आप ठीक हो? क्या कर रहे हो अभी? कहाँ पे हो? लाइव में आए हो, आपके लिए बहुत बहुत धन्यवाद लाइव देखने के लिए। शुरू से लास्ट तक देख लेना मेरे भाई जी। भाउजू भाउजू नमस्ते नमस्ते। क्या हाल चाल है? आप ठीक हो? बच्चे कैसे? ठीक है। ठेल नबुढी ठेल बाटीमा सकियो स्कुटीको तेल। यो गीतका सर्जकलाई धेरै धेरै धन्यवाद। यो ठेल नबुढी ठेल बाटीमा सकियो स्कुटीको तेल, यो गीत त सायद तिलक ओली दाईको हुनसक्छ। त्यति राम्ररी आउँदैन भाइ मलाई यो गीत। त्यति राम्ररी आउने भए त म गाइहाल्थेँ। यो गीत त्यति राम्ररी आउँदैन। गर्मी राजस्थानमा चाहिँ अत्याधिक धेरै भइसकेको छ गाइस। पहिला त हल्का कमै थियो। रातको बेला त त्यही पनि मौसम चिसो हुन्छ है। अनि दिनमा त कुरै नगर्नुहोस्, बहुत धेरै छ। मलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज। अहिले चाहिँ लाइभ देख्नेको सङ्ख्या चाहिँ अलिक कम छ। त्यही पनि हजुरहरूको बिचमा बोल्ने प्रयास गरिरहेको छु। भएको छैन मेरो भाइ, भएको छैन अझै। एक थाल मासु खायो त्यसपछि चाहिँ खाइएको छैन, अब खाने हो। हे पिर परेरै होला न्याउली वनमा करायो, पिर परेरै होला न्याउली वनमा करायो, दुई विषले छोयो लड्के जोवन हरायो, दुई विषले छोयो लड्के जोवन हरायो। यो चाहिँ कमल ओली दिदीको गीत है। अहिले त जिरो हुनुभयो। नदेखिने रे भाइ, आज नदेखिने भनेर पारि कुनामा गएर बसेछन्।
त्यही पनि ठिकै छ।